हेलो गाइस वेलकम ब्याक टु अनदर भिडियो। सो आज चाहिँ हाम्रो अफ छ अनि म र मेरो साथीहरू चाहिँ आज बाहिर घुम्न जाने भनेर प्लान गरेको थियो र आज चाहिँ मेरो सिस्टर अनि दुईजना साथीहरू हामी चाहिँ बाहिर जानेवाला छु। अनि अब चाहिँ म रेडी भएको। सो गाइस म चाहिँ रेडी भइसकेँ। मैले चाहिँ प्यान्ट र टी सर्ट चाहिँ लगाएँ। अन्तखेरि अब चाहिँ म उयो गर्छु, हल्का स्किन केयर गर्छु। किन भन्दाखेरि चाहिँ बाहिर चाहिँ पुरा घाम छ नि त, त्यही भएर चाहिँ स्किन केयरमा चाहिँ म मोइस्चराइजर र सनस्क्रिन चाहिँ अप्लाई गर्छु र यो चाहिँ गर्नु जरुरी छ। र अब चाहिँ म हल्का उयो लगाउँछु, लिप ग्लोस लगाउँछु। मलाई लिपस्टिकहरू चाहिँ म लगाउँदिनँ अनि लिप ग्लोस चाहिँ लगाउँछु म जहिले पनि। सो यति नै हो मेरो चाहिँ। अब चाहिँ मेरो सक्यो, यो पनि रेडी भइसक्यो भनौँ म चाहिँ। सो मैले चाहिँ यो सनस्क्रिन, मोइस्चराइजर अनि लिप ग्लोस चाहिँ लगाइसकेँ र मैले चाहिँ एउटा कुरै भुल्दैछु कि मैले आँखामा चाहिँ म लगाइनँ रहेछु केही पनि। सो अब चाहिँ हल्का स्याडो चाहिँ लगाउँछु भनेर मैले यहाँ स्याडोको कलर मैले छान्नै सकिनँ कुन चाहिँ, किनभने मोस्टली मेकअपहरू गर्दिनँ नि त। अन्तखेरि अब स्याडो त अब लाइट हुन्छ, म त लाइटै गर्छु प्रायः जस्तो। अन्तखेरि म त्यहाँ छानेर चाहिँ लगाउँछु, गोल्डन लगाउँछु फर्स्ट चाहिँ, तर सुहाउँदैन। त्यहाँदेखि चाहिँ पिङ्क लगाउँछु। मैले मेरोमा ब्रस पनि छैन, त्यही भएर म हातले नै लगाउँदैछु। सो गाइज म चाहिँ रेडी भइसकेँ अनि आज चाहिँ हामी बाहिर घुम्नु जानेवाला छ एज यु नो। अनि हामी चाहिँ आज 4जना छु। हामी चाहिँ सबैको नाम एबाट हो। जो हामी चाहिँ ए4, ए अन्जुसा, अनुषा, अनुराधा अनि एकजना चाहिँ रेडी हुँदैछ हो। अनि अब चाहिँ जाउँ, अब उसलाई लिएर त्यहाँनिर जानुपर्छ। अनि मैले चाहिँ रुमहरू उयो तुर्नु पर्थ्यो नि त, मेरो दिदीहरू सबैजना ड्युटीमा जानुभएको थियो। अनि अब चाहिँ मैले उयोहरू गर्दैछु, क्लोज गर्दैछु अब रुमहरू सबै गरेर चाहिँ कि तल सब्मिट गर्नुपर्छ। अनि अब चाहिँ हामी सबैजना रेडी भइसक्यो, अन्त अब चाहिँ हामी जानुपर्छ। र अब चाहिँ मैले सबै दैलोहरू पनि क्लोज गरेँ, लाइटहरू पनि अफ गरेँ हो। अब चाहिँ म साथीको रुम जाँदैछु अनि त्यहाँबाट सबैजना सँगै जान्छु। त्यो अघि मैले उयो भनेको थिएँ हामी ए4 जाँदैछु भनेर, अनि 3जना त मैले अघि बताइहालेँ। अनि अब चाहिँ हाम्रो छ ए4। ए4 चाहिँ ऊ हो, उसको नाम चाहिँ अन्नु मलिक। ऊ चाहिँ रेडी हुँदै थियो अनि उसलाई पनि छिटो गर लु भनेर चाहिँ उसलाई पनि अत्तालिएँ। अन्तखेरि जस्तो कि अब बाहिर घुम्नु जाँदाखेरि होइन, सबैले रिलेटेड, सबैको रिलेटेड जति पनि मिस्ड हुन्छ है। उसले पनि भर्खर मतलब उसले चाहिँ सट्टाइरहेको थियो, नत्र भने चाहिँ यताउति हिँड्ने बेलामा कस्तो उयो हुन्छ, यहाँनिर चेलीले हुन्छ। अनि अब सबैजना रेडी भइसक्यौँ। आजको दिन चाहिँ यो चाहिँ हुनु चाहिँ आफ्टरनुन हामी गएको थियो होला, 3 कति बजेको थियो होला, तर पनि घाम चाहिँ स्टिल थियो क्या। अन्त गरम चाहिँ गरम थियो बाहिर पनि, तर दिउँसोभन्दा चाहिँ अलिकति ठिकै थियो। र हामी चाहिँ अब तल जाँदैछौँ। तल गएर चाहिँ केहरू सबै सब्मिट गर्नुपर्छ अनि एन्ट्रीहरू पनि गर्नुपर्छ नि त हाम्रो। त्यहाँदेखि चाहिँ हामी जाँदैछौँ तल। तल गएर नानाले उयो गर्छ, अब नानाले एन्टरहरू गर्यो। त्यहाँदेखि केहरू पनि सबै सब्मिटहरू गऱ्यौँ। त्यहाँदेखि चाहिँ हामी सबैजनाले यहाँनिर यसो ऐना पनि रहेछ, अनिखेरि आउटफिट चेक गरेको नि त हामी। आउटफिट चेक चाहिँ होइन, त्यतिकै ऐना हेऱ्यौँ। त्यहाँनिरले क्याबहरू गर्नु थाल्यो 2जनाले। अनि हामी चाहिँ सबैजना क्याबहरू पनि बुक गरिसक्यो। क्याब बुक गरेर चाहिँ क्याबको वेट गर्दैछौँ। अनि बाहिर चाहिँ पुरा गरम थियो नि त, अन्त त्यो भएर चाहिँ सबैजनाले 2टा कोक किनेर चाहिँ खायौँ। र हामी चाहिँ अब क्याब आइसकेको छ अनि यहाँ क्याबमा चढेर चाहिँ भर्खरै निस्केको हस्टेलबाट पनि। हाम्रो चाहिँ केही प्लानै थिएन कहाँ जाने के जाने भनेर, तर हामी चाहिँ आज घुम्नु चाहिँ होइन, जस्ट अब खानुको लागि मात्रै गएको हामी चाहिँ हो। एउटा रेस्टुरेन्ट चाहिँ हामीले हेर्नु चाहिँ हेरिरहेको थियो अन्त राति नै। अनि अब हेरौँ कस्तो हुन्छ, हामी चाहिँ त्यहीँनिर जाँदैछौँ। अनि र आज चाहिँ हुनु चाहिँ पुरा गरम चाहिँ गरम थियो, तर पनि यतिको चाहिँ फाइन थियो वेदर चाहिँ भनौँ न। अन्तखेरि यसो भ्यूहरू पनि अब भित्र बसेर त राम्रै देखियो यतिको चाहिँ। अनि कति 45 मिनट्सहरू लाग्दो रहेछ हाम्रो यता हाम्रो लोकेसनदेखि चाहिँ। अनि त्यतिकै जाँदैछौँ। म चाहिँ फ्रन्ट सिटमा बसेको थिएँ अनि 3जना चाहिँ पछिपट्टि बसेको थियो।
अनि यिनीहरूको चाहिँ डिप टक हुँदै थियो, अब कहिले नभेटेको जस्तै हो। अन्त हामी त्यस्तो त भेट्दा हुँदैन। अन्त योपालिको छुट्टी पनि हामीले प्लान गरेर चाहिँ मिलेको थियो, त्यही भएर चाहिँ हामी घुम्नु गएको। एउटा भने त हाम्रो भेटै त हुन्थेन हो। अनि यिनीहरूको त डिप टक हुँदैछ, के हुँदैछ खै हो। म चाहिँ अगाडि बसेर सुनेको छु, अनि यसो बाहिरपट्टि भ्यूहरू हेर्दै जाँदैछौँ हामी चाहिँ। अन्त हामी चाहिँ आफ्टर सम टाइम हामी चाहिँ त्यहाँनिर रिच गऱ्यो। यहाँ चाहिँ गेट नम्बर 1 र 2 रहेछ, अनि एन्टर चाहिँ 1बाट एन्टर भयौँ। अन्तखेरि यो गेटबाट जानु परेछ नि त भित्र। हुनु चाहिँ यो चाहिँ भित्र गल्लीबाट छिरेर जानुपर्ने छ, तर त्यहाँनिर चाहिँ पुरा फुड रेस्टुरेन्टहरू चाहिँ पुरानिरो त्यहाँनिर थियो नि त्यो लोकेसनमा चाहिँ। अनि हामी चाहिँ त्यहाँनिर जाँदैछौँ, यो भित्र पस्नुपर्ने रहेछ। अन्तखेरि हामी चाहिँ जाँदैछौँ, हामीलाई थाहा छैन कहाँ के कस्तो छ भनेर। होप राम्रै होला भनेर हामी चाहिँ जाँदैछु। अनि यहाँबाट चाहिँ भित्र पस्नुपर्ने रहेछ त्यहाँ फ्रन्टबाट। अनि हामी चाहिँ त्यहाँभित्रबाट पसेर चाहिँ रेस्टुरेन्ट पुगेँ। त्यो चाहिँ एउटा कोरियन रेस्टुरेन्ट रहेछ। अनि रेस्टुरेन्टको नाम चाहिँ गङ्नम कोरियन रेस्टुरेन्ट रहेछ। अनि हामी चाहिँ कोरियन फुड ट्राई गरौँ भनेर चाहिँ गएको थियौँ। त्यहाँदेखि यहाँनिर चाहिँ माथि फर्स्ट फ्लोरमा रहेछ, त्यही भएर चाहिँ वी आर गोइङ थ्रु स्टेयर्स। अब चाहिँ हामी चढ्दैछौँ उकालो। अन्त हामी चाहिँ त्यहाँ एन्टर हुन्छ भित्र। अनि हाम्रो फर्स्ट टाइम त हो, त्यही भएर चाहिँ हामी अलिकति अल्लमल्ल पर्छ कता जानुपर्ने, काउन्टर कहाँनिर हो। अन्तखेरि हामीले गुगलमा चाहिँ यसो हेरेको थियो, अनिखेरि हुन्छ सेम यस्तै खालके थियो उयोहरू चाहिँ। तर हामीलाई थाहा छैन नि त कहाँ उयो जानुपर्छ, अर्डर कहाँबाट गर्नुपर्छ भनेर। अन्तखेरि त्यहाँ अगाडि चाहिँ काउन्टर चाहिँ हुनु चाहिँ थियो, अनि हामी चाहिँ त्यहाँ गयौँ। अन्त त्यहाँ गएर चाहिँ त्यहाँको उसलाई चाहिँ हामीले काउन्टरमा जो थियो उसलाई सोध्यौँ हो। र हामी पुगेको बेलामा चाहिँ कुनै पनि सिटहरू अभाइलेबल थिएन रहेछ हो। अन्त किन भन्दाखेरि चाहिँ आज सन्डे भएकोले गर्दाखेरि चाहिँ सबै उयो सिट नै प्याक भएको थियो नि त। त्यही भएर एकछिन हामी बाहिर वेट गऱ्यौँ काउन्टरको त्यहाँनिर। सो आफ्टर सम टाइम एउटा सिट चाहिँ अभाइलेबल भएछ। अन्तखेरि यहाँ चाहिँ त्यो अलग त्यो एउटा प्राइभेसी खालको हुँदो रहेछ नि त। अन्त त्यसमा चाहिँ लाइक अब 4जनाको 6जनाको 8जनाको त्यस्तो हेरी चाहिँ अब रुम जस्तो हुँदो रहेछ। अन्तखेरि हामीले चाहिँ हुन्थ्यो 4जना थियौँ, तर हाम्रो सिट चाहिँ 6जनाको थियो। अन्त तर पनि हामी अगाडि नै गएर चाहिँ भनेको थियो नि त, त्यही भएर वेट गरेकोले गर्दाखेरि चाहिँ हामीलाई त्यो 6जनाको भए पनि सिट दियो। अन्तखेरि सबैजना म र साथी बसेँ। अन्त 2जना पनि सेटल हुँदैछ। रुम चाहिँ यस्तो रहेछ, उयो खालको यो वुडन खालके रहेछ हो। अन्तखेरि हामी सबैजना पहिला बस्छौँ। अन्तखेरि त्यहीँनिर अब हामी डिसाइडहरू गर्छौँ के कसरी अर्डर गर्नुपर्ने। र अर्डर चाहिँ यहाँनिर बेल हुँदो रहेछ। अन्तखेरि त्यहाँनिर बेलमा चाहिँ उयो फुड अर्डर गर्ने होइन, अन्तखेरि जुसहरू ड्रिङ्क्सहरू खाने पनि, अन्त प्लस त्यो बिलिङको पनि त्यहाँनिर बेल हुँदो रहेछ। सो यो चाहिँ हामीले अघि फोन चाम किनेको थिएँ एउटा यो कुन चाहिँ स्टोर कोजो भन्ने स्टोरबाट। अन्तखेरि यो चाहिँ म र अनुले किनेको थियो। अन्तखेरि मैले चाहिँ त्यति बेला नै फोनमा पनि लगाइहालेँ हो। अनि यसो मेन्युहरू हेर्नु थालेँ। अब फर्स्ट टाइम हामीले पनि ट्राई गरेको नि त कोरियन फुड चाहिँ। अन्त त्यो भएर चाहिँ हामी सबैजनाले 4जनाले एक एकवटा आफ्नो डिस छानेर चाहिँ अर्डर गर्ने भनेर यहाँ हामी हेर्दैछौँ सबैजनाले। सो हामीले चाहिँ हाम्रो अर्डर पनि प्लेस गरियो होइन। अन्तखेरि चाहिँ वी आर वेटिङ फर आवर अर्डर। अब हुन्छ आज चाहिँ पुरा भिड थियो कि, अन्त त्यो भएर चाहिँ सर्भिसिङ चाहिँ अलिकति ढिलो भयो। अन्तखेरि हामी चाहिँ यहाँनिर गफ गर्दैछौँ के भन्दै, मलाई पनि थाहा छैन के गफ गरेँ भनेर। त्यहाँदेखि चाहिँ हामी पर्खिरहेको छौँ 4जना कहिले आउने भनेर हो। त्यहाँदेखि चाहिँ 4टा थियो। अन्तखेरि 4टामा चाहिँ 2टा चाहिँ आएछ। सो फाइनली हाम्रो सबै 4टै डिस चाहिँ आइपुगेको छ। अन्तखेरि हामी चाहिँ त्यहाँनिर अब खानु लागि रेडी छौँ। अन्त अब चाहिँ हामी खान्छौँ। अनि हुन्छ फर्स्ट टाइम हो सबैको होइन। अन्तखेरि तर चपस्टिकले खानु पनि आउँछ आउँदैन हामीलाई, तर पनि हामीले ट्राई चाहिँ गऱ्यौँ। अन्तखेरि अब चाहिँ हामी खानु लागेको।
र हामीले चाहिँ खानाहरू खाइसक्यौँ। त्यहाँदेखि चाहिँ आफ्टर द्याट हामीले चाहिँ निम्बु सोडा खायौँ हो। अन्त त्यति नै हो आजको चाहिँ। र अब चाहिँ हामीले खानाहरू पनि सबै खाइसक्यौँ हो। अनि त्यहाँदेखि चाहिँ वी आर रिटर्निङ ब्याक टु होस्टेल। अनि यस्तै कति 7 बजेको थियो होला हौ। अन्तखेरि चाहिँ हामी चाहिँ अब जाँदैछौँ। त्यहाँदेखि बाहिर निस्केर चाहिँ अब हुनु चाहिँ खाना चाहिँ अल ओभर मिठै थियो भनौँ न। हामीले पनि फर्स्ट टाइम ट्राई गरेको, त्यही भएर त्यस्तो टेस्टहरू त थाहा थिएन हामीलाई कस्तो हुन्छ भनेर, तर पनि सबै ठिकठाक थियो। अन्तखेरि यहाँनिर हामीले क्याबहरू बुक गरेर चाहिँ यसो बाहिर चाहिँ एउटा राम्रो भ्यू आयो नि त, अन्त त्यही भएर चाहिँ मैले हल्का क्याप्चर गरेँ। र अब चाहिँ हाम्रो क्याब पनि आइसकेको छ। अनि हामी चढेर चाहिँ अब हामी होस्टेल फर्किँदैछौँ। अन्तखेरि बाहिर चाहिँ पुरा गरम थियो हो। अन्तखेरि हुन त भित्र गाडीमा एसी त चल्दै थियो, तर पनि हामी भर्खर बाहिरबाट त्यो चढ्दाखेरि चाहिँ पुरा हपहप भइरहेको थियो नि त। अन्तखेरि बाहिरको भ्यू चाहिँ अब लाइटहरूले गर्दाखेरि राम्रो आइरहेको थियो। त्यहाँदेखि चाहिँ अब हामी जाँदैछौँ। अन्त सो आजको लागि चाहिँ यति नै हो। सो सी यु इन अनदर भिडियो। बाई बाई।